सुन्दा तपाईँ हामीलाई सामान्य जस्तो लाग्छ, तर बाँसुरीको प्वालहरूमा मान्छेको जिन्दगी बग्छ। एउटा सङ्गीतको धुनसँग जोडिएको जीवन हरेक दिन बाँसुरीसँगै उदाउँछ अनि बाँसुरीसँगै अस्ताउँछ। उहाँको लागि बाँसुरी वाद्यवादनको साधन होइन, जीवन जिउने कला हो। के एउटा बाँसको छेस्कोबाट निस्किएको सङ्गीतको रागले साँच्चै बाँच्न वा जीवन जिउने कला सिकाउन सक्छ त? तपाईँलाई कस्तो लाग्छ? यदि तपाईँलाई पनि यस्तै महसुस हुन्छ भने लाइक गर्नुहोला र यदि यस्तो लाग्दैन भने कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया जनाउनुहोस्। नमस्ते, म टेकपुन पोखरा महानगरपालिका वार्ड नम्बर 2 अर्चल रोडमा बस्छु। उमेरको हिसाबले म अहिले 54 वर्ष पुगेँ। पेसाको हिसाबमा म अहिले नोकरी गर्दैछु। मैले यो बाँसुरी चाहिँ मेरो गाउँमा चाहिँ भेडा बाख्रा गोठालोहरू गर्दा अनि त्यहाँ वनमा घाँस दाउरा गर्दा ती वनका पाखा पखेरा डाँडा काँडाहरूसँग जुझ्दै गर्दाखेरि मैले बाँसुरी पनि बजाउँदै हिँड्थेँ। सायद मलाई लाग्छ मेरो गुरु त्यो गाउँको सबै डाँडा पाखा र वनजङ्गलहरू नै हुन् जस्तो लाग्छ। यो बाँसुरी सिक्नको लागि कसैले सिकाउनु पर्छ भन्नु जस्तो पनि लाग्दैन, किनभने यदि मनैभित्र चाह्यो र उसलाई एकदम कुनै चिज सिक्न चाहना भयो भने उसले चाहिँ जसरी पनि सिक्दो रहेछ। र चाहना नै भएन भने अक्सफोर्डको चाहिँ लेक्चररले सिकाउँदा पनि सिकिन्न होला जस्तो लाग्छ। यो बाँसुरी हेर्दा सामान्य बाँसको छेस्को हो। बाँसुरी मान्छेहरूको सास र हातका औँलाहरूले मात्रै बज्दैन। जस्तै उहिलेका बुढाबुढीहरूले एउटा उखान भन्नुहुन्छ नि, जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेर भन्छन् नि, त्यस्तै जस्तो लाग्छ। तपाईँ हामीलाई सुन्दा सामान्य लाग्न सक्छ, तर बाँसुरीको प्वालहरूबाट मान्छेको जीवन बग्छ। मान्छेका दुःख, सुख, वेदना, आक्रोश आदि सबै पोखिन्छन्। भनौँ सङ्गीत यस्तो चिज हो जसले दुनियाँ बदल्ने तागत राख्दछ। 1978 सालताक राल्पा समूहको रामेश र रायनको एउटा गाउँबाट उठ, बस्तीबाट उठ भन्ने गीतले नेपालको पञ्चायती व्यवस्था नै ढाल्यो।
वैँसमा बाँसुरी खुब बजाइन्थ्यो। गाउँघरका तरुणी तन्नेरीहरू चाहिँ मेरो बाँसुरी धुन सुनेर चाहिँ लट्ठ पर्थे। त्यतिखेर मलाई कस्तो फिल लाग्थ्यो भने होइन म त गाउँको एउटा हिरो हुँ कि जस्तो लाग्थ्यो। अब त ज्यान पनि अलिक बुढो भए जस्तो लाग्छ, तर मनले चाहिँ अझै ठिटै छु जस्तो पनि लाग्छ है। आजभोलिको हाम्रो समाज निकै नै भागदौडमा हुन्छ। हरेकको आफ्नै कथाहरू छन्, समस्याका पहाडहरू छन्। तनाव सबैलाई छ। तनाव व्यवस्थापनको लागि ओखते नै लिनुपर्ने अवस्थाहरू पनि छन्। तर टेकदाईको हकमा भने एउटा फरक नियम छ। जब तनाव सिर्जना हुन्छ, बाँसुरी उठाउनुहुन्छ र आफ्ना प्रिय धुनहरू बजाउन थाल्नुहुन्छ, जसको कारण तनाव व्यवस्थापनको लागि आजको दिनसम्म अस्पतालको औषधिसम्म पनि हेर्न परेको छैन। र मेरो तनावको व्यवस्थापनको डाक्टर नै बाँसुरी हो जस्तो लाग्छ। बाँसुरी र टेकदाई बीच अनन्यश्रित सम्बन्ध छ। बाँसुरी टेकदाईको मिलनसार सारथी हो, जुन उहाँको दुःखसँगै बच्छ अनि सुखसँगै बच्छ। जहिले पनि जहाँ पनि उहाँको भावनासँगै बस्ने गर्दछ। आशा छ आजको भिडियो सामग्री तपाईँलाई पक्का पनि मन पर्यो होला। यदि मन परेको छ भने लाइक गरिदिनुहोस्, उपयोगी लाग्यो भने सेयर गरिदिनुहोस् र आगामी दिनहरूमा यस्तै भिडियो सामग्रीहरू लिएर आउने नै छु। हौसला र सहयोगको लागि सब्स्क्राइब गर्न नभुल्नुहोला।